लाज लाग्यो मलाई हेलो कसरी धेरै भन्नु भयो हेर्नु चाहिँ भन्न छोडेको आएको जस्तै गर्नुपर्यो कि बिना सिधै डाइरेक्टली अनि हामी जान्छौँ हाम्रो सक्यो हाम्रो कलेज चाहिँ अब सक्यो फाइनली है अब कहिले जानु पर्दैन त्यही भएर पनि हामी यो अन्तिम यादगार बनाउनको लागि हामी गयौँ हिँड्यौँ सबैजना बिजी छौँ नि त आजकल त अनि कन्फिडेन्ट पनि छ यो कन्फिडेन्ट दुईजना भएर एकजना भए यो कन्फिडेन्ट हाम्रो हुन्थ्यो बिना कलेज गरेर सक्छ अनि आज चाहिँ हामी जाँदैछौँ घुम्न अर्की चाहिँ उताबाट जोइन हुन्छ अनि एकै चाहिँ अब ट्राभलबाट हामी जोइन हुन्छ तपाईँहरूलाई देखाउँछौँ हामी कहाँ जाँदैछौँ भनेर हुन त थम्बनेलबाट नि त्यही हो थम्बनेलबाट थाहा पाउनु होला त्यही हो बाई बाई चाहिँ फाइनली भेट गयौँ 300 अब हामी यहाँबाट कहाँ जाने भने लोकेसनको नाम भने थाहा छैन जङ्गल देखेपछि बहुलाउँछ जङ्गल होइन अहिले चाहिँ मैले टप लाएर आएको माथि गइस् भनेर हामी चाहिँ यहाँ टुकटुक चढिसक्यौँ जाँदैछौँ पछाडि म देखाउँछु मान्छेहरू पनि हामी चाहिँ अब ट्रेकिङ स्टार्ट होला होइन ट्रेकिङ होइन हाइकिङ फेरि एकचोटि गएर आइन्छ नि एकचोटि गएर आएको छ नि त हामीलाई चाहिँ सुनाएको एउटा फुल टिप्दैन अनि त्यसपछि अब हामी माथि स्टार्टिङ भयो जान अनि कति राम्रो छ बाटो चाहिँ क्या जाने बाटो अनि त्यसपछि त्यो त अलिक मारे आज मारे फुल टिप्दैछन् कुटा खायो भने यिनीहरूले खान्छन् न म त्यसमा इन्भल्भै छुइनँ उहाँले फुल दिँदै हुन्छ मेरो लागि थ्याङ्क यू त्यही हो अब खाना लागेको हामी मफिन पिङ्क लाउने अहिले फुल लाएँ टिपेर पिङ्क कलरको हामीले चाहिँ खायौँ होइन अनि त्यसपछि खायौँ कि त्यो देखाउने लागेकै थिएन क्या गरेर खायौँ हामीले उस किनेको थियौँ के अरे कपकेक त्यही खायौँ मफिन अलिक ओभरै गर्छन् है कपकेक नि होइन मफिन खाना चाहिँ भात जसरी खाएछ र भन्नु चाहिँ मफिन भन्छ अनि हिँड्दैछौँ होइन अब यिनीहरू हिँड्न सक्ने हो नि कि होइन थाहा छैन म त सकिहाल्छु अफकोर्स हेरौँ न हामी अहिले म देखाउँछु हामी हिँड्न नसके बोक्छ रुबिनाले आज बोक्ने बानी होला नि त बानी त के छ के गर्नु बानी साध्य छैन ल त्यही हो अब हिँडिरहेको छ राम्रो छ तर हिँडिरहेको राम्रो छ पारा छ फेरि कालो छ है कालो चाहिँ भन्छ त्यही नि म चाहिँ यहाँ छु उनीहरू चाहिँ त्यहाँ किन्न गएको के किन्नु पऱ्यो अरे अनि यहाँ छु म चाहिँ यहाँ हातै गल्यो गर्मी चाहिँ यस्तो गर्मी भइरहेको नि एकदम ओभर है क्या फ्यान पनि ल्याउनु बिर्सेँ आज मेरो ओटी त्यस्तो छ हामी चाहिँ अब हिँड्दैछौँ यो फुल ओइलाउनु जान्छ ऊ पनि ओइलाइसक्छ मलाई थाहा छ को छिटो ओइलाउँछ है यतिको त पूजाले थकित भन्छ कि त पूजा थकित यस भेरी मच भेरी थकित एनर्जी आजकल लो नै छ त्यही भएर उसलाई रिफ्रेस गराउन हामीले यहाँ रिफ्रेसमेन्टको जरुरत चाहिँ उहाँलाई पनि थियो हामीलाई पनि थियो सबैलाई थियो अब हामी जाँदैछौँ यो त्यही नि यो रिफ्रेसमेन्ट होइन यो हिँडाइ अनुसार त हामी उसको नथाक्नुको कारण पनि छ यत्रो मुख हिँड न उहाँहरूको चाहिँ म सिनेमेटिक सट लिन खोज्दैछु तर खास चाहिँ बामपुड्की पो देखि त मासु नै बामपुड्की भन्न यसरी बनाए हुन्छ गर्मी यस्तो छ यहाँ चाहिँ
पावन दिल इस दुनिया की तू ही मुखी हात मारु यस्तो नाच्दैछन् फेरि नाच्नुस् त भ्यू पनि देखाइदिन्छु त भ्यू ल समाउँछु अनि घिसार्दै लान्छु भयो हेर्न सक्नुहुन्छ एनर्जी छ आउस् त जोस हाय सर पुरै हामी गीत गाउँदै हिँडिरहौँ गीत गाउँदै हिँडिरहौँ अब भर्याङ छ क्या पुरै साथीहरूको स्वर सुनेर ढल्नुहुन्छ तपाईँहरू त्यही भएर नसुन्नु पर्ला है हिँडिरहेको छौँ हामी तपाईँहरू हेर्नु यहाँ झर्ना आइरहेको छ अब उहाँहरू कुद्दै हुनुहुन्छ हिँडिरहेको छौँ है बाटो एकदम खत्तम क्या हिँड्ने बाटो फेसमा पसिना त एज यु क्यान सी यहाँ बाटो अब त्यो हुन्छ नि पुरै हिलो क्या बाटो एकदम पानी परेर अनि जुका पनि क्या मेरो जिस्केको भन्ने ठान्छ कहाँ जिस्किन्छु थाक्यो यहाँ आइपुग्यौँ होइन यो पछाडि यस्तो पसिना आएको नि झर्ना देखाइदिनु त यो चाहिँ झर्ना है फेरि माथि अगाडि पुगिसक्नु भिरमा हिँडा जस्तो छ क्या एकदम अब यो हामी झर्नाबाट क्रसै गर्न सकेनौँ क्या उतापट्टि अनि उयो माथि क्रस गर्ने छ अरे अनि हामी क्रस गरेर जान लागेको यस्तो पसिनै पसिना है मेरो त कपाल च्यापाक चुपुक क्या अनि त्यही भएर माथि यस्तो गरेँ यस्तो 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 भिड छ क्या पुरै हिँड्न अनि उकालो हो त्यही भएर स्वास अया हाम्रो पारा हेर न के भयो पागल हुन्छ हामी त यहाँ डाँडामाथि फाइनली अनि बल्ल हावा आयो कि कस्तो अलि हावा छ यहाँ चाहिँ अनि यहाँबाट डाँडा हामी हेरिरहेको छौँ अब यसो फोटोसुट गर्छौँ है किनकि यहाँ देखाउँछु ल मर्नलाई किन रिक्स लिएको होइन तिनीहरूले के भन्नु डेन्जर डेन्जर मान्छेहरू छन् म त लम्बी पिपुल हो कि म त लडेर मर्न नि भेट्छु यहाँ अनि अब हामी फोटोसुट गर्छौँ अनि त्यसपछि झर्नातिर जान्छौँ कल्लुरीसँग कल्लुरी आइरहेछौँ यहाँ हावा पुरै लागिरहेछ हेर्न सक्नुहुन्छ भ्यू एकदमै राम्रो छ यो पनि हामी गइरहेछौँ स्ट्रगल अलिक शीतल छ त्यही भएर नि रमाइलो भइरह सबैजनासँग टिम टोली डेन्जरै नि त औरा माइनस त यही भइसकेछ नि ल भएर औरा माइनस रहेछ तेरो पनि थियो मैले अघि होइन अब हामी टिमहरू डेन्जर हुन्छ को आउनु भएको छ अब हामी जाँदैछौँ हेरौँ के हुन्छ भगवान् भरोसा हामी चाहिँ होइन यहाँनिर हेर्नु हाम्रो चटपटी पार्टी स्टार्ट होला अनि कहीँ जाँदा नि छोड्दैन म्याम छोड्दैनौँ होइन अनि त्यसपछि अरूभन्दा नि पानी पर्ला जस्तो छ पानी पनि खाइसकेर परेर होइन बाबै त ठिकै थियो म चाहिँ प्रिन्सेस म चाहिँ तिल पनि के अचारै जसरी हाम्रो त्यो बिजोकै भयो पानी पर्यो पुरै हामीसँग सबै सामान छ आज त घरकै सामान बोकेर मम्मीले भन्दै थियो के हालिस् त्यस्तो ब्यागमा यो सबै क्या फुल्ली प्रिपेयर्ड आज चाहिँ हामी फुल्ली प्रिपेयर्डै भएर आएको खोर्सानी पिरो हो नि तर खानु पर्यो होइन के अरे झर्ना भनेर यहाँ आइपुगेको तर जुका यति लागिसक्यो नि के गर्नु भइसक्यो यहीँ राखौँ यार सामान यहीँ राखौँ यहाँ चाहिँ जुका निकाली भइरहेछ यत्रो छ जुका भुताली सक्यो उसलाई यस्तो पानी छ है यस्तोमा हामी के भिज्नु आएको थाहा छैन हामी यहाँ पुगिसक्यौँ पुरै जुकाले सबैको लगत पुछेर हेर्नु सक्नुहुन्छ यस्तो भइसक्यो अब हामी
Oh my god! She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind. हामी चाहिँ लत्रक्कै भिजेर आइसक्यौँ। ओ माई गॉड, यो के हो? यस्तो भिजौँ कि है, मजा त आयो तर यति मजा आयो। भिडियो चाहिँ गर्न सक्दैन पुरै यहाँबाट आइरहनु भएको दाइहरू झर्ना डेन्जर छ, देखाइहाल्यौँ झर्ना पनि। अनि हामी अब चेन्ज गरेर जान्छौँ। यस्तो डेन्जर त कहिले भिजौँ र। अहिले चाहिँ हामी ड्रेसहरू फेऱ्यौँ, यिनीहरू ड्रेस सबैले फेऱ्यौँ। अब लुगासुगा फेरिसकेपछि अब जान्छौँ होला एकछिन, यस्तो यतै डुल्छौँ। यस्तो छ पछाडिको भ्यू चाहिँ, यु क्यान सी। त्यहाँनिर यो झर्ना चाहिँ अलिअलि क्लिप्सहरू चाहिँ खिचेको छ नि त, त्यस्तो धेरै गरी खिचेको छैनौँ। त्यही नि हो, कपाल पुरै भिजिरह है। अब भिजे नि के गर्न सकिन्छ भनेर बसिरहौँ। हामी चाहिँ यहाँ डाँडामा बसेर गफ गर्दैछौँ। अब के हुँदैछ त लाइफमा? वी आर जजिङ पिपल। नो नो नो, जजिङ पिपुल होइन, जजमेन्टल चाहिँ छौँ हामी, अलिकति मेन्टली डिस्टर्ब। म चाहिँ छुइनँ है फेरि। आई एम भेरी इनोसेन्ट। लुक एट माई एक्सप्रेसन, डोन्ट लुक इनोसेन्ट बट अ ट्रेटर। यस यु आर ट्रेटर। अनि प्लिज के अरे अब जिन्दगीको हामी लाइक के चलिरहेछ भनेर कति नै चाहिँ भयो अब नभेट है, यत्रो नभेट्दैमा यस्तो छ है। हप्ता नि भएको छैन। त्यही नि होइन, यसो के छ भनेर गफ गर्दैछौँ। कोहीको फ्युचर प्लान हुँदैछ। मेरो चाहिँ जहिले हुन्छ। अनि मेरो हुँदैछ नि। फ्युचर अनि मेरो फ्युचर प्लान हुँदैछ यार गाइस। फ्युचर प्लान हुँदैन, त्यो त मेरो पनि हुन्छ नि। फ्युचर प्लानहरू अब यहाँ सोच्दैछौँ के गर्ने पछि कता गर्ने। यो चाहिँ कतै गर्नुपर्ने, अरू केही होइन, यो चाहिँ कट गर्नुपर्छ जस्तो। कता जाने, घुम्ने कता कता सुतौँ नि त। एकछिन हामी सुत्छौँ ल। कुरा भइरहेको सबै तिनजनाको कुरा मेरो मात्रै भइरहेको कुरा भइरहेको छ, अरूको त भएको छैन। कुरा हुन्छ अलि इन्ट्रेस्टिङ। हाम्रो त जिन्दगी नै। अब ल त एक्जाम मेरै छ त के गर्नु। उहाँले मेरो ब्याग बोकिदिनु छ अरे, म सक्दिनँ, थकित भएँ। अब चाहिँ हामी जान लागेको। अब हामी यहाँबाट जान लागेको। यो चाहिँ खोला बगिरहेको छ। यहाँनिर चाहिँ होइन वाटरफल तल छ। यहाँ चाहिँ यस्तो खोला छ, खोला छ। अनि गर्मी भयो कि त अघि त लास्ट भिजाएको थियौँ कि त जाडो भइरहेको थियो। अहिले त एकदम गर्मी हुन थाल्यो, एकदम तातो छ क्या। अब हामी जान्छौँ, उनीहरू यहाँ हुन्छ। अनि अब हामी जाँदैछौँ, अब तल जान्छौँ। अनि त्यसपछि केही खाम कि भन्ने चिसो के कस्तो गर्मी भयो। अनि त्यहाँबाट चाहिँ हामी घर जान्छौँ गाडी चढेर। आजको रमाइलो भयो, घुमाइ। अरूभन्दा नि बिजिम सबसे रमाइलो त्यही नै थियो। यस्तो रुगा लाग्न आएको छ। अब उहाँले गीत बजाउनु भयो फेरि पूजाजी। आजकल अलि तपाईँहरूले बेको भ्लग पनि चाँडै देख्न सक्नुहुन्छ। दिस माइट बी लास्ट भ्लग वेन सी इज सिङ्गल। त्यसपछि उहाँको मिङ्गलवाला बेको भ्लग नै आउनसक्छ। सो बी रेडी फर द्याट। हामी चाहिँ फर्किँदैछौँ। अब फाइनली घर जाँदैछौँ। फेरि के चढ्छौँ हामी, के भन्छ त्यसलाई, अटो रिक्सा। अनि अटो रिक्सामा हामी जान्छौँ। अनि त्यसपछि घर पुग्छ। हामी चाहिँ अब फुलकुमारी भएर आकाङ्क्षा प्लिज होइन है, फेरि म डाइनोल भाइ आज के अरे। अब हामी हिँड्दैछौँ। अब यहाँबाट अझै थर भइसक्यौँ। खुट्टा थरथर काम थाल्छौँ क्या। अब अटो चढ्ने ठाउँ आयो, यहाँ अटो चढ्छौँ। अहिले चाहिँ हामी गाडी चढ्यौँ। अब यहाँबाट एकैचोटि हामी कहाँ जानु? हामी अब यो डेस्टिनेसन प्लेटफर्ममा पुग्छौँ। अब चाहिँ हामी
बाल्टी हो त्यो मजबुरै बाल्टी चाहिँ यस्तो नभएर त्यही हो अब कहाँ बुझ्छौँ देखाउँछ यदि भइहाल्यो भने नभए नभए यहीँबाट What I hold inside